काठमाडौँको मेयर बालेन शाहले आज तराईमा जन्मेको सधैँ बसिरहेको जन्मेको काठमाडौँमा आज रवि लामिछानेको स्वतन्त्र पार्टीमा उहाँले प्रवेश गर्नुभएको छ अनि 7 बुँदे पनि सम्झौता पनि भइसकेछ। अब आउँदो फागुन 21 गतेको चुनावमा यदि स्वतन्त्र पार्टीबाट को सरकार बन्यो भने बालेन शाहको नेपालको प्रधानमन्त्री बन्ने पक्का जनाइएको छ। रवि लामिछानेको भेटमा अनि 7 बुँदे सहमतिमा पुरै कन्फर्म भइसकेछ कि यसपालिको फागुन 21 गतेको चुनावमा स्वतन्त्र पार्टीको सरकार बन्यो भने बालेन शाह प्रधानमन्त्रीको रूपमा देख्न सक्नुहुन्छ। के तपाईलाई पनि लाग्छ कि बालेन शाह नेपालको प्रधानमन्त्री बन्यो भने हाम्रो देश चल्छ? हो कि होइन भने तपाईँ कमेन्ट जनाउनुहोला कि बन्नै पर्छ।